हेलो एभ्रिवान, काफलबारी ब्लग्स च्यानलमा यहाँहरूलाई धेरै धेरै स्वागत छ साथीहरू है। अनि आज चाहिँ विशेष गरी यो तराईमा कति साह्रो चाहिँ गर्मी भएको होइन, एकदमै गर्मी है, राति सुत्नु पनि नसकिने है, अति नै। अनि तपाईँहरूकोतिर चाहिँ के कस्तो छ होइन। यो गर्मीले गर्दा चाहिँ यो खाना खाँदा पनि पसिनै पसिना, बस्दा पनि पसिनै पसिना होइन, अत्यन्तै। अनि यो रुखको फेद खोज्दै हिँड्नुपर्ने, त्यही माथि लाइन गएको छ है, अत्यन्तै रिस उठ्ने, चिरचिर गर्ने होइन, शरीर पनि कटकट 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 झन् खाने। यो दिनमा 2-3 चोटि नुहाउँदा उल्टो चिसो लागेर मान्छेलाई होइन। अनि कस्तो त्यो जाडो मौसममा टन्सिल जस्तो हुने क्या, त्यस्तो भइरहेको छ होइन। यो अत्यन्तै 2-3 दिन चाहिँ गर्मी भएको छ साथीहरू। हिजो म विराटनगर गएको थिएँ, विराटनगरमा त झन् म त मर्छु कि क्या जस्तै लागेको थियो है। यो गर्मीको कारणले गर्दा मान्छे त्यो नुहाकै गर्दा पनि चिसो लाग्ने सम्भावना बढी हुँदो रहेछ है। अनि पहिला यस्तो गर्मी हुन्थेन, अहिले चाहिँ कस्तो साह्रो तातो भएको कि एकदम त्यो धुम्म परेको है, न त पानी परिहाल्छ होइन। अनि हुन त यो सबैतिर गर्मी नै हो, गर्मीको समयमा गर्मी नभएर कहिले अब गर्मी हुनु है। तर पनि यो अत्यन्तै क्या, राति सुत्दा पनि कहिले नसेलाउने है, त्यो घरहरू पनि होइन, त्यस्तो अवस्था भइरहेछ होइन। पानी परिहाल्यो भने बरु ठिक हुन्थ्यो, पानी पऱ्यो भने शीतल हुन्थ्यो होइन, त्यो किसिमको वातावरण भइदिए चाहिँ ठिक हुन्थ्यो। तराईमा चाहिँ अबको 10 वर्ष पछाडि त यही तरिकाले गर्मी भयो भने चाहिँ बस्नु नसकिएला जस्तै लाग्यो है। अनि अब दिनानुदिन मान्छेहरू चाहिँ दिनदिनै यही तरिकाको गर्मी डुबान हुँदै गयो भने सायद पहाडतिर लाग्छ होला जस्तो लाग्छ हो, अत्यन्तै गर्मी साथीहरू है। तर हामी चाहिँ साथीहरू जति बस्यो उति गर्मी भएको फिलिङ हुँदो रहेछ है। काम गर्नेलाई चाहिँ त्यस्तो फिलिङ केही नहुँदो रहेछ। ल हेर्नुहोस् त, कति काम गरेको है, तर यिनीहरूलाई गर्मी कहिल्यै हुँदैन क्या। हामी त्यो बसिरहनेलाई चाहिँ गर्मी फिलिङ हुँदो रहेछ साथीहरू। ल हेर्नुहोस् है, यिनीहरू केही मतलब हुँदैन। अहिले हेर्दा तपाईँहरू यस्तो शीतल देख्नुहुन्छ, तर धेरै गर्मी छ यहाँ है, बाफिएको है। हेर्नुहोस् यिनीहरू काम गरेको। यसरी सवारी साधनलाई पनि शीतल राखेको छ है। हेर्नुहोस् गर्मीमा चाहिँ साथीहरू है, तपाईँहरू एकदमै सेफ रहनु होला होइन। घाममा धेरै काम नगर्नु होला होइन। बिहान बरु चाँडै उठेर कामहरू गर्ने गर्नुहोस् होइन। अनि यो दिउँसो 4 बजे पछाडि मात्रै कामहरू गर्ने गर्नुहोस्, किनभने अत्यन्तै यो पसिना बेसी गएपछि हाम्रो शरीर चाहिँ लल्याक लुलुक हुने है, त्यो अवस्थाको हुँदो रहेछ क्या। अनि प्रशस्त पानीहरू पिउने गर्नुहोस्। पानी पियो भने हाम्रो शरीरलाई धेरै फाइदा गर्छ साथीहरू है। अनि विशेष गरी भनेको घमौरो बाटो चाहिँ जोगिनुहोस्। घमौरो बेसी आयो भने तपाईँको एकदमै बिरामी हुन्छ है। त्यही हिसाबले अहिले हामी पनि बसिरहेको छ। गर्मीमा धेरै हरकत गर्नु पनि हुँदैन क्या, किनभने गर्मीमा धेरै हरकत गऱ्यो भने पसिनाहरू बेसी जाने है, अत्यन्तै शरीरमा चाहिँ पानीको कम हुने, त्यो हिसाबले गर्दा पनि हामी धेरै विक हुन्छौँ है। अनि पसिना बेसी जान्छ, अनि मान्छेहरू देख्दा पनि रिस उठ्ने होइन, इरिटेट फिलिङ हुने, त्यो कारणले गर्दा पनि गर्मीमा हरकत चाहिँ अत्यन्तै कम गर्नुपर्छ साथीहरू है। अब के गर्नु त, काम त गर्नु मन लाग्छ नि होइन, अत्यन्तै अब काम नगरी त हामी किसानहरूलाई फाइदा छैन होइन, काम त गर्नुपर्छ। तर पनि स्वास्थ्यको चाहिँ धेरै ख्याल गर्नु होला, पानी प्रशस्त खाने गर्नुहोस् है। गर्मीमा धेरै समस्या हुन्छ साथीहरू। दिउँसो कम हिँड्ने गर्नुहोस्, घामले मान्छेलाई धेरै नै असर गरिराखेको छ, अत्यन्तै गर्मी छ साथीहरू। यो रुखको फेदमा बसेर हामी चाहिँ बसिराखेका छौँ है साथीहरू। हस् त, बाई।